विद्युतीय राहदानी वितरणमा देखिएको समस्या चाँडै समाधान हुने भएको छ। राहदानी विभागले संक्रमणकालीन अवधिका लागि वैकल्पिक छपाई व्यवस्था मिलाएपछि अर्को सातादेखि वितरण सामान्य अवस्थामा आउने तयारी भएको विभागका महानिर्देशक तीर्थराज अर्यालले जानकारी दिए। नयाँ राहदानी छपाईका लागि 2 नयाँ कम्पनीसँग भएको सम्झौता अनुसार फागुनदेखि मात्र नियमित छपाई सुरु हुनेछ। तर अहिलेको बढ्दो मागलाई ध्यानमा राख्दै पुरानो कम्पनीसहित वैकल्पिक व्यवस्था अपनाइने भएको छ। फ्रान्सको आइडेमियासँगको पुरानो सम्झौता अनुसार छपाई हुँदै आएको भए पनि नयाँ बोलपत्रपछि पुरानो कम्पनीले संक्रमणकालीन राहदानी छाप्न नसक्दा अभाव देखिएको विभागले जनाएको छ। दशैं तिहारपछि राहदानीको माग अत्याधिक हुने भएकाले मौजदात पुस्तिकामै भर पर्नु परेको र अत्यावश्यक सेवा मात्र उपलब्ध गराउन दैनिक कोटा घटाएको करिब आधा महिनाभन्दा बढी भइसकेको छ। काम र अध्ययनका लागि विदेश जान चाहनेको भिड बढ्दो रहेकाले अनलाइन फारम पनि छिट्टै सकिने गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरण सहज बनाउन परराष्ट्र मन्त्रालय र विभागलाई निर्देशन दिएपछि छपाईको वैकल्पिक समाधान अघि बढाइएको विभागले जनाएको छ। अहिले विभागमा झण्डै 1,75,000 पुस्तिका मात्र मौजदात भएकाले 2 साताभित्र छपाई सुरु नभए वितरण रोकिनुपर्ने स्थिति आउन सक्ने चेतावनी पनि दिएको छ।